यति बेला म दुर्योसान केबल कारमा छु है। यो हेनामकुनको हेनामको तल दुर्योसान भन्ने ठाउँमा चाहिँ रहेको छ यो केबल कार। यति बेला म केबल कारमा चाहिँ उभिएको छु ढोकामा, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ एकदमै है यो चाहिँ के भन्छ, एकदमै यो प्राकृतिक होइन सुन्दरताले भरिपूर्ण पर्यटकीय स्थल दुर्योसान भन्ने ठाउँ हो। तपाईँहरूले देख्न सक्नुहुन्छ दुर्योसान भनेको यो हेनामकुनको हेनाममा रहेको, हेनामबाट दक्षिणमा रहेको दुर्योसान भन्ने ठाउँ छ है। दुर्योन भनेको चाहिँ ठाउँको नाम भयो, सान भनेको पहाड हो। यो यहाँ वरिपरिमा सबैभन्दा अग्लो पहाड भनेको यो हो। यो पहाडमा यहाँबाट यो चाहिँ केबल कार चढेर टपमै चाहिँ जान सकिँदैन होइन, थोरै तलसम्म जान सकिन्छ। थोरै तल गएपछि त्यहाँबाट फेरि यस्तै काठको चाहिँ टेका लगाइदिएर पुरै एकछिन ट्रेकिङ गर्नु पनि पाइन्छ क्या। त डाइरेक्ट उनी टपमै पुऱ्याइदिएको भएदेखि त ट्रेकिङको चाहिँ छुट्टै महत्त्व चाहिँ हुन्थेन होइन। बिचमा लगाएर राखिदिएको छ, अनि त्यसपछि अलिकति चाहिँ ट्रेकिङ हिँडेर टेकै हिँडेर टपमा पुगिन्छ होइन। टपमा पुगेर चारैतिरको सिन हेर्नु चाहिँ एकदमै दामी ठाउँ छ है। म त आज त म गएको छैन, योभन्दा पहिले म एकचोटि गएर आइसकेको छु, त्यहाँ पुरै थाहा छ मलाई। तर आज पनि एकदम मौसम राम्रो परेको भएर जाम्की जस्तो त लागेको थियो, तर मसँग समय अपुग भएको कारणले चाहिँ म चाहिँ जान सकिनँ। अनि यहाँसम्म आएर हेरेँ मैले, धेरै वर्ष पहिला आएर हेरेको ठाउँ, अहिले पनि एकचोटि हेरौँ भन्ने मन लागेर आएँ। तपाईँले देख्न सक्नुहुन्छ यसको बिल्डिङ चाहिँ यहाँनिर रहेको छ। यहाँबाट केबल कार जाने भनेको अहिले यहाँ आउँदै रहेछ केबल कार, तपाईँहरूलाई पनि देखाइन्छु मैले। ल हेर्नु यही केबल कार आइसकेको छ अहिले चाहिँ, त्यो टपमा पुगेर आइसक्यो। ल हेर्नु केबल कार यही नै हो। यो भवनबाट सुरु भएर अनि यसरी गएर उहाँ टपमा पुग्छ, अनि टपबाट फेरि फर्केर आउँछ। यहाँनिर चाहिँ बाई बाई गर्दैछन् मान्छेहरूले, आउने जाने क्रम चाहिँ एकदमै छ होइन। विशेष गरेर यो चाहिँ चाडपर्वको बेलामा एकदमै बढी हुन्छ यहाँनिर चाहिँ मान्छेहरूको भिडभाड। आज चाहिँ अलिकति मान्छे कमै छ, किनकि मान्छे कम भएको कारणले केबल कार ढिलो मतलब धेरै ग्यापमा चाहिँ चलिरहेको छ क्या। नत्र भने एकदम जाने आउने चलिरहन्छ होइन। यो प्राकृतिक होइन सुन्दरता मैले प्रत्येक भिडियोमा देखाइरहेको छु है, यहाँ आफ्नो छेउछाउको मैले। आज पनि तपाईँहरू हेर्न सक्नुहुन्छ एकदमै पहाडमा चाहिँ अहिले यति बेला चाहिँ रङ्गीचङ्गी पातहरू भएका बोटहरू धेरै छन्। अब पातहरू झर्ने क्रम जारी छ, अनि हरियो पनि बाँकी नै छ। यस्तो एकदमै विविध किसिमको चाहिँ प्राकृतिक होइन सुन्दरता देख्न सकिन्छ यहाँनिर चाहिँ। यति बेला पहाडलाई चाहिँ पातहरूले सजाएको छ भने केही समयपछि फेरि फुलहरूले सजाउने छ। यस्तै गरी मौसम अनुसारको हामीले चाहिँ नयाँ चाहिँ सुन्दरताहरू हेर्न पाइनेछ। म पनि हेर्न कुदिरहेको छु र तपाईँहरूलाई पनि देखाउने प्रयास गरिरहेको छु। ल है त आजलाई यति नै।